सम्माननीय सभामुख महोदय, आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि यस गरिमामय सदनमा भइरहेको गहन छलफलमा गृह मन्त्रालयको तर्फबाट नीतिगत स्पष्टता र विनियोजित बजेटको औचित्य प्रस्तुत गर्न पाउँदा मलाई गर्व महसुस भएको छ। मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्न गृह प्रशासनको मुख्य दायित्व हो। गृह प्रशासनलाई केवल ट्रेडिसनल सेक्युरिटी एजेन्सीमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन हाम्रो सङ्कल्प छ। सम्मानित सदनमा माननीय ज्यूहरूले बजेट कार्यक्रम सम्बन्धमा प्रस्तुत गर्नुभएका विषय गृह मन्त्रालयको ध्यान आकर्षण भएको छ। साथै माननीय ज्यूहरूबाट बजेट कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न गराउन प्राप्त सल्लाह सुझावका लागि आभार व्यक्त गर्दछु। सो अनुसार गृह मन्त्रालयले चुस्त रूपमा कार्य सम्पादन गर्ने निवेदन गर्न चाहन्छु। सभामुख महोदय, बजेटमा छलफल गर्दा माननीय ज्यूहरूले उठाउनु भएको विभिन्न विषयमा निम्न अनुसार आफ्ना कुराहरू पेश गर्न चाहन्छु। 1. वन आइडी मल्टिपल गभर्मेन्ट सर्भिस सम्बन्धमा राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवाहरूसँग पूर्ण रूपमा आबद्ध गरिनेछ। यसबाट नागरिकले एउटै परिचय पत्रबाट एकीकृत सेवा प्राप्त गर्ने विश्वास लिएको छ। 2. विभिन्न प्रकारका हिंसा र साइबर अपराध नियन्त्रण सम्बन्धमा माननीय ज्यूहरूले उठान गर्नुभएका समाजमा रहेको लैङ्गिक हिंसा, विभिन्न कुप्रथाका कारणले पीडित परिवारलाई न्याय दिन विशेष गरी महिला केन्द्रित संयन्त्रहरू क्रियाशील बनाइएको छ र आगामी वर्ष यस कार्यमा बजेट कार्यक्रममा जोड दिएको छ। साथै नागरिकको गुनासो 24 घण्टा सुनवाई गर्न गृह मन्त्रालयमा मैले हेलो गृह कल सेन्टर व्यवस्था गरिसकेको र नागरिकलाई गुनासो सुनवाईको जानकारी दिने गरी प्रविधि मैत्री बनाई यो सरकारले नागरिकको कुरा सधैँ सुन्ने र सम्बोधन गर्ने विश्वास दिलाउन चाहन्छु। साथै नेपाल प्रहरीले समेत केस ट्र्याकिङ सिस्टम नै बनाइसकेको र यसको प्रगति नागरिकसम्म एसएमएस जाने गरी जवाफदेही सरकारको अवधारणालाई मैले कार्यान्वयनमा ल्याएको छु। हालको सूचना प्रविधिको युगमा सरकारले साइबर अपराधका विभिन्न प्रकृति तथा अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डरलेस क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार, कार्यक्षमता बढाउन र अपराध अनुसन्धानलाई साइन्टिफिक बनाउन रु 50 करोड 49 लाखको लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिनेछ र यसमा मन्त्रालयले विशेष प्रायोरिटी दिने विश्वास दिलाउन चाहन्छु। साइबर ब्युरोको अनुसन्धान क्षमता बढाउन उपकरण र साधन स्रोत थप हुनेछ जसबाट साइबर अपराध नियन्त्रण गर्न नयाँ ढङ्गमा अनुसन्धान अधिकारीले काम गर्ने अपेक्षा गरेको छु। 3. सुरक्षा निकाय सबल र सक्षम बनाउने सम्बन्धमा सभामुख महोदय, माननीय ज्यूहरूले विभिन्न प्रहरी कार्यालयको भौतिक अवस्था, प्रविधिको व्यवस्था र बोर्डरको सुरक्षा जस्ता आधारभूत सुरक्षा सुनिश्चित हुनुपर्छ भनी राख्नु भएका विषयमा गृह मन्त्रालयको विशेष ध्यान आकर्षण भएको छ। सुरक्षा निकायको लागि पूर्वाधार विकासमा बजेट थप गरिएको र प्रविधि विस्तार गर्न मोडर्न पुलिस पेट्रोलिङ ड्रोन, हेभी लिफ्टिङ ड्रोन, सर्च एन्ड रेस्क्यु ड्रोन लगायत लेटेस्ट टेक्नोलोजीका उपकरणहरू खरिद गर्न बजेट उपलब्ध गराइएको छ। यस सम्बन्धमा प्रहरी इकाइको जग्गा जमिन, भवन र आवश्यक सामग्रीको अवस्था र आवश्यकताका सम्बन्धमा एकीकृत प्रतिवेदन तयार पारी पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु। विभिन्न सरकारी निकायको नाममा रहेको जग्गामा हाल प्रहरी बस्दै आएको अवस्था अन्त गर्न प्रहरी कार्यालयकै नाममा जग्गा कायम गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अर्को वर्ष यस कार्य सम्पन्न गरिनेछ। सो पश्चात प्राथमिकताका आधारमा
दुवै प्रहरी निकायको भवन संरचना निर्माण गर्न समग्र कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। अर्को वर्षमा दुवै प्रहरीतर्फ 79 वटा भवनहरू निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउन चाहन्छु। इम्प्लिमेन्टेसन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो। कुनै सम्झौता नहुने बेहोरा पनि सम्मानित सदनलाई निवेदन गर्न चाहन्छु। 4. विपद व्यवस्थापनमा बजेट र उद्धार टोली तथा सामग्री तयार राख्ने सम्बन्धमा सहमुख महोदय, म आफै पनि विगत 10 वर्षदेखि डिजास्टर रिस्क रिडक्सन एन्ड रेस्पोन्समा स्वयंसेवकको रूपमा काम गरेको हुनाले राज्यको क्षमता विकासमा सर्ट टर्म र लङ टर्म कामहरू गर्न प्रायोरिटी अनुसार तयार गरिएको जानकारी गराउन चाहन्छु। विपद व्यवस्थापनमा हामी रेस्पोन्सिभ मेजर्सबाट प्रिपेयर्डनेस स्ट्र्याटेजीमा केन्द्रित भएका छौँ। नागरिकको ज्यान जोगाउन राज्यको प्राथमिक दायित्व हो। आजै प्राधिकरणमा सबै सरकारवालाहरूसँग बैठक गरी मनसुनको पूर्व तयारी कार्य चुस्त बनाउन निर्देशन दिएको छु। विपद जोखिमको अवस्था हेरी मैले निरन्तर जानकारी लिई सरकारी निकाय र सबै सरकारवालाको समन्वयमा प्रिपेयर्डनेस एन्ड रेस्पोन्स प्रभावकारी हुने गरी आवश्यक व्यवस्था मिलाएको छु। विभिन्न जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिबाट खोज तथा उद्धार सामग्री विवरण सिस्टममा अपडेट गरिएको छ। प्राधिकरणबाट खोज तथा उद्धार सामग्री खरिद गरी माग भएका ठाउँमा पठाउने व्यवस्था गरिएको छ। विगतमा भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणमा रु 5 अर्ब बजेट स्वीकृत भई काम अगाडि बढाइएको छ। मन्त्रालयले सबै जिल्लामा उद्धार सामग्री किन्न हालै रकम पठाइसकेको छ। सुरक्षा निकाय र प्राधिकरणले रेस्क्यू ड्रोन, मोडर्न टुल्स, इक्विपमेन्ट र अन्य आवश्यक सामग्री खरिद गर्ने योजना समेत रहेको छ। सीमा सुरक्षा र वन डडेलोको रियल टाइम अनुगमन गर्न एडभान्स ड्रोन र स्याटेलाइट टेक्नोलोजीको प्रयोग तीव्रता दिनेछ। मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा चट्याङको असर न्यूनीकरण तथा अर्थिङको लागि नयाँ प्रविधि जडान गर्न रु 3 करोड बजेट राखिएको छ। चट्याङका बारेमा जनतामा सचेतना बढाउन अडियो भिजुअल तथा पोस्टर IEC मटेरियल्स बनाइने तथा टेलिभिजन, रेडियो र सोसल मिडिया इन्फ्लुएन्सरबाट अवेरनेस क्याम्पेन गरी प्रचार प्रसार गरिनेछ। डिजास्टर रेस्पोन्सको तालिम, volunteer management training, hospital preparedness for emergency, community action for disaster response, swift water rescue, collapse structure search and rescue, simulation exercise समेत गरिएको छ। जनताको तत्काल उद्धार गर्न हेलिकप्टर साथै रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ। साथै युनिफाइड डिजास्टर रेस्पोन्स कमान्ड एन्ड कन्ट्रोल सिस्टमको वेबसाइट र एप तयार गरिनेछ। 5. लागु औषध नियन्त्रण सम्बन्धमा लागु औषध नियन्त्रणको अन्तर्राष्ट्रिय दिवसलाई सेलिब्रेसन र फर्मालिटिज होइन, अब लागु औषधको सप्लाई चेन ब्रेक गर्न जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरी प्रशासनलाई हिजो भर्खरै निर्देशन दिएको छु। साथै सरकारले लागु औषधलाई सामाजिक चुनौतीको रूपमा लिई अबबाट दिवस मनाउनुको साटो लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3 पिलर स्ट्र्याटेजी लिई रोकथाम, उपचार र कारबाहीका काम गरी लागु औषधको प्रभावकारी नियन्त्रण गर्ने जानकारी गराउन चाहन्छु। लागु औषध नियन्त्रण कार्यक्रममा मन्त्रालयमा यो वर्ष रु 79 लाख बजेट रहेकोमा अर्को वर्ष 2 करोड 27 लाख विनियोजन गरिएको छ। यसको विरुद्ध डिजिटल क्याम्पेन पनि गरिनेछ र इन्फ्लुएन्सर मार्केटिङ मार्फत अवेरनेस बढाउने पहल गरिनेछ। सीमा नाकामा लागु औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेसन हुनेछ।
लागु औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ। युथहरूलाई इङ्गेज गराउन प्राविधिक सिप, खेलकुद र अन्य वैकल्पिक क्रियाकलापमा लगाइने नीति नेपाल सरकारले लिएको छ। 6. प्रहरी चेकिङमा पैसा माग्ने विषय। सभामुख महोदय, सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकोले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छु। माननीय ज्यूले उठान गर्नुभएको काठमाडौँको घटनाको विषयमा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छु। म यस सम्मानित सदन मार्फत स्पष्ट पार्न चाहन्छु, आगामी वर्ष हामी केवल एआई प्रविधिको क्यामेरा सहित बोर्डरमा सीसीटीभी क्यामेरा मात्र खरिद गरिरहेका छैनौँ, बरु नागरिकको भरोसा र राज्यको राजस्व चुहिने पुवालहरू टाल्ने काम गरिरहेका छौँ। प्रहरी कर्मचारीको लागि इन्टरनल एडमिनिस्ट्रेटिभ सफ्टवेयर एन्ड एप बनाई कार्य सम्पादन, केस ट्र्याकिङ र फलोअप तथा नोटिफिकेसन समेत जाने आधारमा कार्य मूल्याङ्कन गरिनेछ। बजेटमा सुरक्षाकर्मीको मनोबल बढाउन थप बजेट र कार्यक्रम व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा सेन्ट्रल कमान्ड सिस्टम जडान गरी देशभरि र बोर्डरमा समेत सबै सुरक्षा निकायको निगरानी र प्रभावकारी सूचना विश्लेषण गर्ने प्रणालीका लागि बजेट छुट्याइएको छ। साथै कानुन बमोजिम कार्य सम्पादन तथा जिम्मेवारी निर्वाह गरेमा प्रोत्साहन गरिने र कमजोर कार्य सम्पादन रहेमा कारबाही गर्ने नीति लिएकोले प्रशासनिक सुशासन कायम हुने विश्वास पनि गरेको छु। 7. कारागार र कैदीबन्दी बारे आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदीबन्दीहरूको कारागारको क्षमताभन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा एकवटा ठुला कारागार निर्माण गर्ने, जसमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था अन्त्य हुनेछ। कारागारको भौतिक अवस्था अनुसार पूर्वाधार सुधारमा बजेट कार्यक्रम राखिएको छ। 11वटा कारागार भवन बनिरहेको र 20वटा कारागारका नयाँ भवनका लागि समेत बजेट विनियोजन रहेको छ। यसमा अब हाम्रो माननीय राजेन्द्र कुमार राईज्यू पनि एकदम खुसी हुन्छ होला। हामी कति कुराहरू कोरिरहेका हुन्छौँ उतापट्टि, हजुरले यता बोलाइदिनु भन्दाखेरि त्यो बजेट काटिलाई भने डर लाग्छ। फेरि मलाई पनि फेरि यही सदनमा आएर गराउनु होला। त्यही भएर यसको लागि पनि हामीले छुटाएको छौँ। यो वर्ष केही जिल्लाबाट आन्तरिक सुरक्षाको कारणले केही कैदीबन्दीहरू अन्तर्जिल्ला सारिएको भवनको क्षमताभन्दा बढी कैदीबन्दी भएकोमा अर्को कारागारमा सरुवा गरिने व्यवस्था रहेको छ। कारागारको नयाँ नियमावली मन्त्री परिषदमा पेश भइसकेको अवस्था छ। नयाँ नियमावलीमा खुल्ला कारागार सञ्चालन, घरेलु उद्यम र कारखाना केन्द्र रहने गरी प्रस्ताव गरेको छु। पानी खाइदिस् होला फेरि। देख्नु पाइन्छ। अनि हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छ नि त, त्यही भएर
हुन्छ। कार्यकारलाई चेक। ओके। 8 नदीजन्य पदार्थ सम्बन्धमा यो विषय धेरै हाम्रो मन्त्रालयमा आएको पनि हुनाले यसको लागि चाहिँ हामीले उचित निर्देशन दिइसकेका छौँ। प्रचलित कानुन बमोजिम तथा वातावरण संरक्षण हुने गरी नदीजन्य पदार्थ जथाभावी उत्खनन गर्न नदिन सबै जिल्लामा निर्देशन गरेको छु। 9 ललितपुरमा बाढी पहिरो र जोखिम सम्बन्धमा सभामुख महोदय, प्राकृतिक विपदका कारण घरबार विहीन भएका र परिवार गुमाएकाहरूका लागि राहत सहायता वितरण भएको छ। साथै क्षति भएका आवास निर्माण गर्न प्रभावित परिवारलाई बैंक खातामा रकम दिन मापदण्ड अनुसार बजेटको समेत व्यवस्था मिलाएको छु। बाढी पहिरोको जोखिम क्षेत्रमा टेक्निकल इभ्यालुएसन गरेर योजनाबद्ध रूपमा काम गर्न प्राथमिकता दिएको छु। सभामुख महोदय, अन्तमा म मन्त्रालय आउँदा परम्परागत ढाँचामा चलिरहेको अवस्था थियो। 21औं शताब्दीको सूचना प्रविधिको युगमा गृह प्रशासनलाई डिजिटली ट्रान्सफर्म गर्ने र इम्प्लिमेन्टेसन, रिजल्ट तथा फलोअपलाई मैले विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेको छु। गृह मन्त्रालयको आगामी वर्षको यो बजेट केवल अङ्कहरूको सूचीमा मात्र होइन, यो सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय सङ्कल्प हो। म यस गरिमामय सदनमा उभिएर दृढताका साथ भन्न चाहन्छु कि नेपाली जनताको पसिनाबाट सङ्कलित यो बजेटको एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन परिणाम दिन मेरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद।